नेपालमा भलिबल नबुझ्ने सम्भवतः मान्छे छैनन् होला र भलिबल नरुचाउने र मन नपराउने पनि कोही छैनन् होला। तर नेपालको भलिबलको विश्व जगतमा हामीले र्याङ्क हेर्ने हो भने हामीले थुप्रै मेहनत गर्नुपर्ने छ र यो जो फ्यान बेस छ, जुन भलिबल प्रतिको माया छ, त्यसलाई चाहिँ हामीले न्याय दिनुपर्छ जस्तो हामीलाई लाग्छ। अहिले वर्ल्डको र्याङ्किङमा हेर्ने हो भने, FIVB को र्याङ्किङमा हेर्ने हो भने नेपाल महिला टोली 54औं र्याङ्कमा छ। साउथ एसियाकै टप हो। यो पनि हाम्रो रिसेन्ट उपलब्धि मलाई लाग्छ। रिसेन्ट डेभलपमेन्ट विगत 10-15 वर्षमा जुन हामीले ग्रासरुट भलिबलमा डेभलप गऱ्यौँ, वुमेन्स टिमलाई हामीले सहयोग गऱ्यौँ, त्यो अनुसार राम्रो हामीले एउटा वरियता पाएका छौँ। पुरुषमा हामी 175औं स्थानमा छौँ। तर यो स्थान भन्ने कुरा चाहिँ मेहनत गरे परिवर्तन गर्न सकिन्छ। म एउटा साधारण इक्जाम्पल दिन चाहन्छु। हामी सबैले विश्वकप फुटबल हेरि नै रहेका छौँ होला। हामीलाई नाम उच्चारण गर्न पनि सायद आउँदैन थियो होला। मैले पनि गुगलमै सुनेर बल्ल भन्दैछु, बिगार्न पनि सक्छु। म के बर्थडेको कुरा गर्दैछु। एउटा सानो टापु हो, 5,29,600 जना जनसङ्ख्या भएको एउटा टापु। तपाईको वरियताको कुरा गर्नुहुन्छ भने 67 र्याङ्कमा छ फिफाको वरियतामा। पहिलो गेम खेल्यो स्पेनसँग 2010 को विश्व विजेता, गोललेस ड्र गरे। उनका एकजना गोलकिपरले 7 वटा सेभ गरेर आफ्नो देशलाई मात्रै चिनाएनन्, संसारभरिबाट के बर्थडे भन्ने देशको अस्तित्व छ है भन्ने जानकारी दिए खेलकुदको मार्फतबाट। र यो खेलकुदबाट नै सम्भव छ जस्तो लाग्छ मलाई। दोस्रो खेल उनीहरूले खेले उरुग्वेसँग, 2 चोटिको विश्व विजेता हो। वर्ल्ड कपको पहिलो सिजन पनि जितेको टिम हो र तेस्रो सिजन पनि जितेको टिम हो। त्यो विश्व विजेता टिमलाई पनि 2-2 को बराबरीमा रोक्न सक्यो। म समग्रमा स्पोर्ट्सको कुरा गर्दैछु यहाँ। मलाई एउटा समय थाहा छ जहाँ हामी नेपालको राष्ट्रिय टिमले खेलहरू नजितेको हामी वर्ष काउन्ट गर्थ्यौँ, गोल नभएको पनि वर्ष काउन्ट गर्थ्यौँ। उनीहरूले पहिलो वर्ल्ड कपको दोस्रो खेलमा 2 गोल हानेका छन् विश्व विजेतालाई। र यो कसरी सम्भव भयो त? के हामीले खेललाई न्याय दिन सकेका छौँ त? यसमा को जिम्मेवार छौँ, को दोषी छौँ तिर नजाउँ। हाम्रो देशले जति गर्न सक्थ्यो, जुन जटिलताबाट हामी आएका छौँ, हामीले गरेका छौँ। अब हामीले यसलाई अगाडि पुर्याउनका लागि के गर्नुपर्छ भन्ने विषयमा हामीले नेपाल भलिबल लिगलाई जीवन्त रूप दिँदैछौँ। र आजको यो ऐतिहासिक क्षण भनेको त्यही जीवन्त रूप हो, जहाँ हामीले नेपाल भलिबल लिगका 6 वटा टिम फाइनलाइज गरिसकेका छौँ। अबको 2-2.5 महिनामा तपाईँहरूले नेपालको भलिबल खेलाडीहरूले विदेशका भलिबल खेलाडीहरूसँग नेपालमा डोमेस्टिक हाम्रो लिगभित्र खेलेको मात्र देख्न पाउनुहुने छैन। हाम्रा गाउँ-गाउँमा जति पनि बच्चाहरू अथवा जति पनि मान्छेले भलिबललाई माया गरेका छन्, उनीहरूले भलिबलमा करियर देख्ने अवस्था हामी सिर्जना गर्न चाहन्छौँ। यो केवल